यो छोराले पनि आमालाई केही सघाउनु छैन। कहाँ गइन्छ काइन्छ यसो आमालाई काम सघाउँदा पनि हुने। लखर 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 कुद्न मात्रै जान्दछ। बुढी भएकी आमालाई यसो सघाउनु छैन। ओछ्यान पनि मिलाएको छैन। यसो सघाउँदा त हुने। ए आमा आमा के हो भात पाएको कि छैन? खलास त खाइ भात। काम धाम केही छैन। अनि के भात नखाइ चाहिँ के गु खानु? दाउरा साउरा छैनन् केले पकाउनु भात। जा घर दाउरा लिएर आइज जा जा यो दोकानमा उतल खोजेर राखिरहेको छु मैले। जा ल्याउँछु दाउरा म सक्दिनँ म ल्याउन। लागेको म गयो है कतिर। हाम्रा सन्तान त यस्ता छन् भनेको मान्दैनन्। अब आफै बुढी भएर पनि जानै पर्यो नि। के गर्नु छोराछोरी भएर पनि सुखले बाँच्न दिँदैनन्। यस्ता छन् एउटा काम गर्नु छैन। छोराछोरी भएको अरे छोराछोरी हुनुभन्दा नभएकै बेसो यस्तो गर्नुभन्दा त बरु नहुनु छोराछोरी नि। नमर्दै भयो मेरो त छोराछोरी पनि यस्ता छन्। जिन्दगी सलल मोटर गाडी आम्मा बाटैमा डोको राखिदिएको छ त फेरि कसले हो अब ओए ला यो त मास्तिर खत्रिन बुढी होइन? आन्टी आन्टी ला चुयालाई बोलाउनु जानु पर्यो। चुयालाई बोलाउनु जान्छु। ओ चुया ओ चुया के भयो? सुन्न भन्न तेरो आमा त तल लडिरहेको छ यार। के भन्छ हौ? साँच्चै हो तल लडिरहेको छ हो। हिँड्न त जो यार डोको यहाँ छ। डोको छोड्न आमा आमा उता तलतिर सुन्नु हेर्छ आमा ए आमा आमा उठ न। के भयो यार आमालाई? ओए ओ यार ओ आमालाई के भयो? आमा आमा उठ्नु न आमा आमा ओ घर लैजाम यार। लाने घर लैजाम लगाउँ यार लगाउँ के भयो यार आमा? पर्छ के भयो यार आमा? घन्टा के हुँदैन तिमीलाई? के हुँदैन? घर आइपुग के हुँदैन के हुँदैन घर आइपुग आमा घर आइपुग। यहाँ राख त। आमा 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 सिरानी पनि रहन्छ। म सिरानी लिएर के आउँछु। हो तिमीलाई? आमा आमा उठ न आमा आमा के हो आमा आमा सिरानी ल्याएर सिरानी आमा उठ न हौ आमा। के भयो यार? हस्पिटल लानुपर्छ होला यार। के भयो? हस्पिटल लानुपर्छ होला यार। खुट्टा मालिस गर्नुपर्छ है। होइन पैसा पनि छैन हस्पिटल लानुपर्छ जस्तो छ यार। म पैसा खोज्न जान्छु ल। ल हेर्दै गरेर म पैसा लिएर आइहाल्छु। ल जा म हेर्दै गरेँ ल। ल चिया पकाएर दिने पनि कोही छैन हौ। फेरि एक गिलास तातो चिया बनाएर खाम भनेको थाहा हो के हो। आगो फुक्ने पनि यो बलेन। फेरि यो लाइटर उस्तै छ। काका काका के हो? आमा दाउरा जाँदाखेरि लडी छिन् कि 10-12 हजार दिइराख्नु न हौ। हस्पिटल लानु पर्यो। चिया पका त। होइन आमा साह्रै छिन् हौ। हस्पिटल लानु छ। पैसा छ भने राख्नु न। भएपछि तिर्दिन्छु तपाईँको भएपछि। राख्न दिएको थिइस्? त्यस्तो नभन्न काका तिर्दिन्छु दिन्न हौ। तेरा हात छैनन् खुट्टा छैनन्? मेरा के 5वटा हात छन् र 10वटा हात छन् र कमाउनु पछि दिन्न हौ काका त्यस्तो नगर्नु हौ। छैन पैसा त। दिन्न हौ।
हात खुट्टा दिएको भगवानले कमाइ गरी खान अलिकति दिन्छु नि त भोलिपर्सि दिन्छु तपाईँको कमाएर म छैन पैसा यसो आगो फुकेर चिया पका चिया खान आमा साह्रै छिन हस्पिटल लानु पर्यो भनेको छैन पैसा पैसा छैन पैसा भन्दै हो न हौ। तँलाई कमाएर राखिदिएको कहिले आमा लड्छिन् र पैसा दिन्छु भनेर कमाइदिएको मैले होइन तिर्दिन्छु हो पर्दैन तिर्नु पनि म दिन पनि जानेको छैन पनि पैसा देऊ न छ भने छैन देऊ न छ भने छैन केटा यहाँ आगो फुक्न बरु यहाँ म आमा कसकामा जानु अब काका अहिले त पैसा दिएन नि बडौले पो दिन्छन् कि बा छ कि बडौसँग चाहिँ बडौसँग त हुनुपर्ने अरू बेला बजार कुछदार कुदिरहेका हुन्छन् आमालाई चाहिँ कस्तो भइसक्यो अब बोको पनि लगभग 15 केजीको जति छ होला 10 को काटी खाने हो मजाले अन्नुपर्छ यसलाई टट्ट बनाएर बडा बडा भन्छ र पैसा छ भने दिइराख्नु पैसा छ भने दिइराख्नु 10-15 हजार जति पैसा किन चाहियो पैसा आमा दाउन लडिदिनु छैन मसित पैसा हस्पिटल लानु पर्यो एकछिन खसी चरा बरु भन्दा यहाँ दिन्न हौ चरा न खसी एकछिन यसो दिन्न हौ छैन पैसा मसित पैसा छैन दिन्न हौ छ होला त हौ छैन 10-12 हजार छ होला त छैन मेरो पैसा दियो भने पाप हुन्छ मैले अरूलाई पैसा दिएँ भने छैन यो बोको बेचिदिउँ न त त्यो बोको 10 को काटी खाने हो ठट कहाँ हुन्छ अब बोको बेच्ने भन्छ र छैन जा अरू पैसा माग यसो जा भन्दैछ कसैले दिएन नि त जा भन्दैछु यहाँ रिस नउठाने मलाई माथि कहाँ कहाँ गएको त्यहाँ पनि दिएन काका साका जोसिका भन्छ जोसिकैसित घर माग छ दिन्न हौ जा जा भन्दैछु दिन्न हौ छैन मसित जा छ भने देऊ न हौ छैन मसित पैसा रिस उठ्ने कुरा नगर्न दिन्छु लात्ता ल्याउने हो छ भने कसैले दिएन नि त कसैले देशी नदेशी कसैले पत्याएन हौ बडा भएको चाहिँ के काम दिन्न हौ त्यति 10-15 हजार त मागेको के बोको बेचिदिन्न त मलाई यो बोको 10 को काटी खाने भनिरहेको छ कि जा तेरो हाँस्किँदा छैन कमर कहाँ अहिले कमाउने बेला भएको छैन नि त अलिकति जा यहाँ रिसमा उठाए आमा साह्रै छिन् हौ अहिले म जा कत्रै आइज त दिन्न हौ यही बोको न यही बोको जा न जा अरूसित माग जा जा जानेको छु मैले जा मेरो पनि पैसा दिन आउँछ आइज कत्रै आइज साथी यार कसैले पनि पत्याएन यार मलाई त पैसामा ला चुया तेरो आमा त मर्नु भयो के भन्छौ आमा आमा ला आमा आज मलाई कसैले पत्याएन काका बडौले कसैले दिएन पैसा मलाई आज तिमीले पैसा दिन्थ्यो भने म तिमीलाई बचाउने थिएँ आमा नरो